कहीँ नयाँ फेसन पनि गर्नु पर्यो नि तपाईँले कस्तो पुरानो मात्रै चल्ती गरेर खै बाँड्ने दाम्लो दाम्लो खै दाम्लो ल्याउनु त कहाँ पाखुरा पख्नु चाहिँ बनाउँदैछु सधैँभरि त्यो भनेको पनि मान्नुपर्छ क्या आमा छोराले कहिले काहीँ अगाडिबाट पनि बाँड्नु नगर्ने काम गरेपछि नचाउने काम आमा नगर्ने काम भएदेखि के भने कस्तो नगर्ने काम भनेको यस्तो त कसैले गर्छ अहिले सुन्नु अहिले नि म यता सुन्नु अब अहिलेको जमाना कसो भने यो फेसन अरे सुन्नु फेसन हो यो फेसन अरे यो फेसन तपाईँले के त ए आमा नि तपाईँले पनि जान्नु भएको छ कस्तो होला भन्छ त फेसन अनि यो फेसन भन्दा तपाईँ पत्ता यहाँ सुन्नु पहिला आइमाई मान्छेले सर्ट प्यान्ट लाएर हिँडेको त्यो तपाईँको पालामा थियो अहिले देख्नुहुन्छ चिन्नुहुन्छ लोग्ने मान्छे हो कि आइमाई हो चिन्न सकिन्छ कपाल पनि त्यस्तै पारेछन् अनि यो सबैले फेसन गर्दा तपाईँले के गर्न नपाउने हो अरूले सबैले यसरी हिँडेछन् तपाईँले चाहिँ नपाउने हो त यो तपाईँले पनि पाउने अधिकार छ त सुहाउन त के सुहाउँछ तिनीहरूलाई प्यान्ट लगाएको सुहाएको छ अनि खै त सुहाउने काम गरेछन् त तपाईँले यसो नगर हुँदैन भनेर कसैलाई भन्दा टेरेछन् मैले भनेको हुन्छ त यो संसार संसारमा त कहाँ पुग्नु सक्छ ठाउँमा तपाईँको आफन्तहरू भन्दा टेर्छन् टेर्छन् त्यही भएर यो नयाँ फेसन आज तपाईँको लागि यो नयाँ फेसन हो यो ल आदरणीय दर्शक भनिदिनु भयो यस्तो फेसन आएको रहेछ छोराले यस्तो गरिदियो भन्नु त यो फेसन हो कि नै आएको मात्रै भनिदिनु न त हो त यो फेसन आएको भन्नु त के जानु त त्यही त सोध्नु न यहाँ हो भनेर सोध्नु न भोलि भरे कमेन्टमा हो कि नै भन्नुहुन्छ उहाँले हो कि नै यो भनेर सोध्नु न के यो पनि लाउन नहुने यो पनि फेसन हो नि तपाईँको देखाउनको लागि लगाएको हो कि अर्कालाई तपाईँले आफूलाई मात्रै मात्र चाहिँदैन अर्कालाई देखाउन लगाएको हो कि कहीँ जाँदाखेरि यो देखाउन दिए पनि बुढी मान्छेले लाएर आखिर छ भनेर देखाउन लगाएको हो कि तपाईँले यो अनि तपाईँ पनि कम बाठो हुनुहुन्छ मलाई थाहा छ नि यो कुरो त राम 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 अनि भएको कुरो लाउनु पर्यो मागेर ल्याउ चोरेर ल्याऊ हो यो पनि त भएको कपाल यता कोर्ने भनेको आज यो फेसन ल्यावा पो लुकाएर हिँड्नु त बात चोर ल्याएको पनि भनेको छैन नि त मैले कि चोर ल्याएको चोरहरूलाई देखाएर हिँड्छ त्यही त्यही देखाउनकै लागि त लगाएको हो नि होइन भन्नु त अब